र आज म तपाईहरुलाई मेरो स्टाइलमा लोकल कुखुरा कसरी बनाउने हैन मैले चाहिँ कसरी बनाउँछु भनेर तपाईहरुलाई पनि देखाउनु शेयर गर्नु मन पर्यो हैन आफ्टर हुन त आफ्नो आफ्नो स्टाइल हुन्छ तर मेरो स्टाइल हेर्दिनुस् होला फर्स्ट टु एन्ड सम्म हैन कस्तो लाग्छ हैन तपाईहरुले पनि एकताल ट्राई गर्नुस् होला मेरो रेसिपीलाई हैन त्यस्तो राम्रो त छैन तर पनि हेर्दिनुस् होला हैन मैले यहाँ गार्लिक र यो के रे जिन्जरको पेस्ट हैन जीरा त्यहाँदेखि टमाटर के रे खोर्सानीको पेस्ट हैन मैले मासु अघि काटेर रेडी गरेछु टमाटर भयो अन्त ओनियन लिएको छु अन्त ओनियनकै लिप्स त्यो उयो ओनियनकै पत्ता लिएको छु हैन र मैले यहाँनिर कराई बसाले हैन फर्स्टमा अब कराई एकताल मजाले गरम गरेपछि चाहिँ अब यहाँ हाल्नु पर्ने हुन्छ हैन अन्त मेरो तेल खार्यो त्यसमा मैले 5 फोरन हालेको छु हैन यसलाई एकछिन मजाले तेजपत्ता पनि हाले र यसलाई त्यसमाथिबाट चाहिँ हामीले प्याज हाल्नुपर्छ हैन ओनियन हाल्नुपर्छ र मैले ओनियन पनि हाले र ओनियनलाई चाहिँ कस्तो प्रकारले गर्नुपर्छ भने चाहिँ यसलाई चाहिँ एकछिन चाहिँ रातो हुन्जेलसम्म चाहिँ यसलाई मजाले भुटी बस्नुपर्छ हैन उलाई त्यो ब्राउन कलर आएपछि चाहिँ त्यसमा चाहिँ तपाईले के एड गर्न सक्नुहुन्छ भने त्यहाँदेखि चाहिँ तपाईले अदुवा र पेस्ट जुन बनाउनु भएको थियो त्यो अदुवा र गार्लिकको पेस्ट चाहिँ तपाईले एड गर्न सक्नुहुन्छ हैन र अदुवा र गार्लिकको पेस्टलाई पनि तपाईले निकै बेर चलाएर निकै बेर अब दुईटै मिक्स भएर मजाले चलाएर यसलाई पनि अलिकति ब्राउन दुईटैलाई अलिक डरा यस्तो गरेर बनाउनु पर्छ हैन त्यसको बादमा चाहिँ तपाईले के एड गर्नु भन्दाखेरि चाहिँ तपाईले त्यसको बादमा चाहिँ तपाईले मासु हाल्नुपर्छ हैन जुन अघि काटेर राखेको मासु हाल्नुपर्छ हैन यो मासुलाई हालिसकेपछि चाहिँ मासु हाल्नुपर्छ र मासुलाई हालिसकेपछि त तपाईले निकै बेर यो मासुलाई चाहिँ अदुवा र गार्लिकको पेस्ट र यो प्याजसँग चाहिँ निकै बेर भुट्नुपर्छ जसमा चाहिँ यो तपाईको जति पनि ओइलहरु यो त्यसमा बोसहरु टालेको सबै यो ओइलसँग मिक्स भएर हैन मज्जाले यसलाई चाहिँ निकै बेर भुट्नुपर्छ पकाउँदै चलाउँदै छोप्दै पकाउँदै निकै बेर भुट्नुपर्छ हैन यतिको भुटिसकेपछि चाहिँ जसमा चाहिँ अब तेल र माथिको सबै छुटेपछि चाहिँ तपाईले जीरा अब तपाईले जुन पिसेर राख्नु भएको जीरा त्यहाँदेखि त्यो प्याजको मैले चाहिँ अब मेरो स्टाइलमा प्याजको पत्ता पनि हालेको छु हैन त्यसलाई मजाले खोर्सानीको पेस्ट पनि मैले जुन हातले पिसेर राखेको थिएँ त्यो पनि पेस्ट पनि हालेर यसलाई निकै बेर यसरी चलाएर यसलाई मज्जाले भुट्नु पर्ने हुन्छ त्यसको बादमा तपाईले टमाटर एड गर्नुपर्ने हुन्छ हैन टमाटर चाहिँ लास्टमा एड गर्नुपर्छ त अहिलेसम्म तपाईले नुन हाल्नु हुँदैन हैन नुन चाहिँ बाद र यसलाई पनि टमाटरसँग मिक्स गरेर निकै बेर एकछिन छोप्दै चलाउँदै पकाउँदै गर्नुपर्ने हुन्छ हैन यसलाई निकै बेर टमाटरसँग नै यसरी नै टमाटर मज्जाले गलेको जस्तो हुनुपर्छ मज्जाले हैन मिक्स हुनुपर्छ र यसलाई पनि निकै बेर भुटेर त्यसको बादमा चाहिँ तपाईले नुन हाल्नु पर्ने हुन्छ हैन र स्वाद अनुसार तपाईले नुन एड गरिसकेपछि यसलाई निकै बेर चलाएर चाहिँ त्यहाँदेखि तपाईले एकछिन भुटेर चाहिँ त्यहाँदेखि त्यसमा चाहिँ पानी हाल्नुपर्छ एकछिन पानी हाल्दै पकाउँदै गर्नुपर्छ हैन बादमा तपाईले हेर्नुस् त्यहाँदेखि तपाईले स्वाद अनुसार सुप हाल्न सक्नुहुन्छ हैन मैले चाहिँ एकदमै अब लोकल बस्ती कुखुरा हो भनेर मजाले सुप हालेको थिएँ हैन फाइनली गाइस मैले पकाइसकेको छु हेर्नुस् हैन मैले अचार बनाए हैन टिमुरको अचार सबैलाई दिए र मैले चाहिँ मेरो देखाएको खाना चाहिँ बेसी भयो भनेर कमेन्ट नगर्नुस् होला हैन ढाटेको चाहिँ हैन साथीहरु एकदमै मिठो भएको थियो एकदमै टेस्टी भएको थियो हैन तपाईहरु पनि मेरो रेसिपी ट्राई गर्न सक्नुहुन्छ हैन र खाए साथीहरु मैले चाहिँ हैन र तपाईहरुले मेरो भिडियोलाई फर्स्ट टु लास्टसम्म हेर्दिनु भएकोमा धेरै धन्यवाद हैन यसरी नै माया दिनुस् होला हैन र मेरो रेसिपीलाई मन पर्यो भने तपाईहरु पनि बनाएर खान सक्नुहुन्छ बाइ बाइ गाइस